सम्पूर्णमा नमस्कार सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ हामी नेपाली भाइरल ट्रेन्डिङमा चलेको मुनाल डाँफे होटलमा खाना खानलाई हिँडेको। नेपाली परिहरू पनि आउनु भएको रहेछ। धेरै दिनपछि नेपाली परिहरूलाई देख्यो, एकदमै खुसी लाग्यो। हामीलाई एकदमै भोक लागिरहेको छ, त्यही भएर मेनुतिर लाग्यौँ यताउति केही नहेरिकन। मैले चाहिँ मेनु हेरिरहेको छु नि त होइन। हेर्दा हेर्दै मेरो चाहिँ मुखबाट पानी निस्क्यो। नेपाली भएर चटपट नखानु त उसै हुँदैन, त्यही भएर सुरुमा चाहिँ हामी चटपटे मगायौँ। चटपटे मनाएर एक बाइट मात्रै हानेको थिएँ। आमा यति मजा आयो नि, नेपालकै फिल निकाल्यो। अनि अर्कोले पनि ट्राई गरिरहेको छ होइन, एकदमै दामी छ। तपाईँहरू पनि आउनु होला। हामी चाहिँ अब फटाफट, हामीलाई एकदमै भोक लागिरहेको छ होइन, त्यही भएर हामी चाहिँ फटाफट यो चटपटे सक्नेतिर लाग्ने छौँ है त। मलाई चाहिँ चटपटले पुग्यो होइन। उतै अझै खाना खाइसकेपछि पनि अझै चटपट खाने भनेर यता साइडमा राखिदिएको छु मैले। खान्छु भनेको छ, खान्छ कि नै हेरौँ है त। अनि धेरै दिनपछि नेपाली होटलको खाना ट्राई गर्नेवाला छौँ। एकदमै भैँसीको सुकुटी, दाल अनि हरियो साग। धेरै पछि भाजीको साग भन्छ कि के भन्छ तपाईँहरूकोतिर होइन। हाम्रोतिर चाहिँ भाजीको साग भन्छ, तपाईँहरूकोतिर चाहिँ के भन्छ कमेन्ट गर्न चाहिँ अवश्य नबिर्सिनु होला होइन। अब चाहिँ हामी खाना ट्राई गर्नेवाला छौँ। कस्तो छ अब, धेरै पछि ट्राई गर्न लागेको छौँ नि त। सायद यहाँको रोयलको खानाले मुख पनि बिगारेको हुनसक्छ, त्यही पनि ट्राई गर्नेवाला छौँ। धेरै पछि खान लागेको है हामीले चाहिँ। यदि तपाईँहरू पनि अबुधाबीमा हुनुहुन्छ भने जान सक्नुहुन्छ। अब चाहिँ सोल्टीले ट्राई मासु बिना भात नखाने रे। अब सुरुमा मासु पनि हाल्यो होइन। अब ग्वाम खान्छ, कस्तो रहेछ म पनि ट्राई गर्ने। धेरै महिनापछि खाँदैछु, कस्तो छ ल दामी। ल म पनि ट्राई गर्नेवाला छु है त। सुरुमा चाहिँ मैले घिउ हाल्छु, अनि अझै पुगेन भनेर अझै उसले पनि हालिदिइरहेको छ होइन। अब यो चाहिँ शुद्ध घिउ भनेको थियो के, अब के हो त्यो त अब आँखाले देखिएन। ल म पनि सुरु गरेको। अब बब्बाल कसरी व्यक्त गरौँ म तपाईँहरूलाई है। यदि तपाईँहरू पनि अबुधाबीमा हुनुहुन्छ भने म चाहिँ सजेस्ट गर्न चाहन्छु कि एकचोटि भिजिट गरेर यहाँको खाना पनि ट्राई गर्नु होला। सेम थकालीको जस्तै छ। अब थकालीमा चाहिँ तपाईँहरूलाई थाहै छ अलिकति सेटअपहरू अलि धेरै हुन्छ, यो चाहिँ अलिकति कम छ होइन। थकाली चाहिँ होइन है। फेरि यो म पनि अब छिटो भात खान्छु, किनभने मलाई पनि भोक लागिरहेको छ नि त होइन। अब चटपट खाए पनि भोक त लागिरहेछ, त्यही भएर म पनि यति भन्दै खानालाई फटाफट खान्छु है त। अब खाना थपेको देखेर तपाईँहरूले भाते चाहिँ नभनिदिनु होला होइन। नेपाली सबैजना भाते नै हो। मलाई चाहिँ एकदमै मिठो लागेर मन परेर नै थपेको हो, नत्र भए म एकचोटि भन्दा कहिले पनि खाना थप्दिनँ। त्यत्तिकै म तपाईँहरूलाई रिक्वेस्ट गर्छु त, एकचोटि गएर भिजिट गरेर एकचोटि ट्राई गर्नु होला, यो खाना खानु होला भनेर। एकदमै मिठो छ क्या, एकदमै मिठो छ। सो मैले चाहिँ फाइनली खाना सकेँ। अब यति मिठो चिज अब फाल्नु त भएन, मैले जबरजस्ती भए नि खाएको, तर उसले चाहिँ सकेन होइन। आज म तपाईँहरूलाई मेरो पेट पनि देखाउने छु कि कत्रो भएर फुल्ल्या छ भनेर। देख्न सक्नुहुन्छ अहिले चाहिँ मेरो हड्डी र छाला मात्रै छ। मैले साँच्चै यसरी नै मिठो दिनदिनै खाना पाएँ भने त म पनि मोटाउँथेँ होला नि होइन। तर कहाँ पाउनु यसरी नै मिठो जहिले पनि। देख्न सक्नुहुन्छ तपाईँहरू पनि। मैले त सोचिरहेको थिएँ यत्तिकै जोक गरिरहेको होला भनेर। अघि नै साइडमा राखेको चटपटे त पुरै निकालेर खाइदिएर हात धोएर के भन्ने, खै के भनौँ। यदि तपाईँहरूसँग पनि यस्तै खन्चो खालको साथी छ भने यो भिडियो ट्याग गर्न, सेयर गर्न अवश्य नबिर्सिनु होला है त। अब चाहिँ म तपाईँहरूलाई यहाँको डेकोरेसन देखाउने छु है त। अर्को चाहिँ खाएर डुम्म भएर बसिरहेको छ। इतना सुकुन। केटी देखेर टिप्स दिन लाग्यो भनेर चाहिँ नसोच्नु होला है कति पनि। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह। ठन्डा खाना खुलाउनु भयो मुनाल डाँफे होटलको दाजु, तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद। अब चाहिँ हामी निस्किन लागेको है गाइज। सेयर सब्सक्राइब गर्न चाहिँ अवश्य नबिर्सिनु है। यदि तपाईँहरू पनि यहाँ भिजिट गर्न आउन चाहनुहुन्छ भने चाहिँ म तपाईँहरूको लागि चाहिँ ब्याकबाट पनि खिचेर दिनेछु। यो चाहिँ थोरै हाइवेबाट थोरै भित्र छ। साब्या 10 भनेपछि ट्याक्सीले पनि ल्याइदिन्छ होइन। यतै हो हाइवे चाहिँ, अलि यहाँबाट पनि देखिन्छ हाइवे, यो कुनाबाट पनि उति अगाडिको हो मान्छे हिँडेको हाइवे। यसरी चिन्नुहुन्न भन्ने चाहिँ म्याक्स वान कार केयरको अगाडि ठ्याक्कै अगाडिपट्टिको चाहिँ
नेपाली होटल हो, देख्न सक्नुहुन्छ तपाईहरु। आजको भिडियो चाहिँ तपाईलाई कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न चाहिँ अवश्य नबिर्सिनु होला है त।